हेलो नमस्ते सेवारो सबैजनालाई हाम्रो यो हेलो नमस्ते सेवारो सबैजनालाई तपाईहरुलाई स्वागत छ हाम्रो यो छोटो मिठो मेरो झोला हाम्रो यो छोटो मिठो यो भ्लगमा यो छोटो मिठो के भन्नु अब यो सबै हामी चाहिँ आज साकुरा हेर्नु जाँदै छौं साकुरा भन्दा पनि यो फुल साकुरा हैन यो हाम्रो देशको पैया फुल हेर्नु अर्को ठाउँमा चाहिँ अलिकति व्यापकै फुल्या छ रे भन्ने कुरा छ हैन त्यो यसो कतिको व्यापक फुल्या रहेछ भनेर यसो अवलोकन गर्न रमाइलोको लागि जाँदै छौं हामीहरु र प्लस तपाईहरुलाई पनि देखाउनलाई फुलै फुल फुलेको रहेछन् अब यहाँ चाहिँ खासै फुल्या छैन हामी मात्रै फुल्या छौं अब अरु कुरा त्यस्तै हो हैन अब माथितिर कतिको फुल्या रहेछ कस्तो फुल्या रहेछ आज चाहिँ सधैँको जस्तो चिसो छैन हैन गर्मी हुन थाल्यो नि त अब त्यही भएर हो यतापट्टि घुमाउनु न रुखहरु कता यता यस्तो छ है ल यस्तो छ चीज घरहरु यस्तो छ उ त्यो यसो एकपटक यता घुमाउँ न त यो हल्का हल्का घाम लागिरहेको अवस्था साथीहरु हल्का घाम लागिरहेछ ल यस्तो छ रिङ्गटे फिन चलिगयो ल अब हामी भरे एकैछिनमा माथि भेटौँ है त ल हो चाहिँ स्याट्टा हामी बिदा हौँ एकैछिन यहाँ चाहिँ रुखहरु काटेको छ यहाँ कटुसको रुखहरु छ है कटुसको यो यिनीहरु सबै कटुस हाम्रो नेपालमा पनि यस्तो कटुसको रुखहरु छ तर हाम्रोमा चाहिँ फल्छ तर यहाँ पनि फल्नु त फल्दो रहेछ तर फले पनि यहाँ चाहिँ खै खानु हुन्छ हुँदैन थाहा छैन खानु भइहाल्छ नि किन तर यो कटुसै हो के कटुस हो के तर पात चाहिँ अलिकति फरक हुँदो रहेछ है अलिकति हाम्रोमा ठुल्ठुलो हुन्छ सानो हैन माथि लेखमा लेखतिर यस्तै त हुन्छ लेख यो के अरे तर हाम्रोतिर त कटुस त साह्रै हाम्रो नेपालमा त कटुस त साह्रै मिठो हुन्छ नि कालो कटुस मजाले फल्छ यहाँतिर पनि फल्नु फल्दैछ तर अलि हल्का लाम्चो हुँदो रहेछ है लाम्चो खालको है ल अब कटुस पनि देखिहाल्नु उदाहरणले अब पैया हेरौँ ल अहिले चाहिँ फुलबारीमा आइपुग्यो अनि यहाँ फुलबारीमा चाहिँ हेर्ने कार्यक्रम भइरहेछ फुलबारी हिजो पानीले गोदेर यहाँ राम्रै रहेनछ जस हल्का यतिको छ ल यस्तो छ है यहाँको स्थिति ल फुलिरहेछ मिठो चाहिँ देखिएको छैन तर ठिकै छ यतिको खासै बाक्लो चाहिँ रहेनछ पातलो पातलो रहेछ है त ल यस्तो छ यहाँ ल हामी यसरी बजारतिर एक प्रकारको बजारमा हिँडिरहेछौँ भन्दा पनि बजारै त होला नि यो मान्छेहरूको भिड छ साइल छिटो दे म अहिले खिचिदिन्छु फोटो खिच्नु पर्यो ल फोटो खिचिदिनु पर्यो अरे गाह्रो छ हौ मलाई कति गाह्रो छ नि ल सब आफ्नो आफ्नो ताल भयो क्या यिनीहरू सबै राष्ट्रिय फुल मनाउन आएको मेला एक प्रकारको अब यहाँ यस्तै हो ल यहाँ हाम्रो नेपाली चेलीबेटीहरू पनि आएको जस्तो छ ल सबैजना आइरहेछ यहाँ सबैजना जनावर पनि आइरहेछ उसलाई पनि ल्याइरहेछ यहाँनिर ल यस्तो छ है स्थिति अब हेर्दै जाउँ Maybe Victor Pone.
ल यहीँ चाहिँ अलिकति बाक्लो देखेँ अरू ठाउँ त खासै त्यस्तो देखिएन सबै अब पानीले जस्तै हानेर सब झारी पठाएको ल मान्छेको भिड धेरै भिड छ मान्छेको भिडै भिड छ जताततै ल यसपालि चाहिँ यहाँ बोट खेलाएको रहेछ अस्ति गएको साल चाहिँ बोटहरू खेलाएर थिएँ यहाँ चाहिँ मेला हो बजार लागिरहेछ यहाँनिर यस्तो छ घुम्ने ठाउँ सबै बुढाबुढी केटाकेटी ठुलो सानो सबजना आएको छ आउँदो रहेछ कहिलेदेखि यस्तो छ पारा यहाँको ल बजारमा खानेकुराहरू पनि पाउँछ यहाँ मेला अब चाहिँ फर्केको घरतिर लागेको हामी जति हेरे पनि यो फुलहरू यस्तै हो पारा यहाँ कार्यक्रम भइरहेछ जस्तो छ कार्यक्रम भन्दा पनि गीत सित बजाएको होला सायद